नमस्कार। आज हामी एउटा यस्तो विषयमा कुराकानी गर्दैछौँ जुन हरेक सङ्गठनको भनौँ न मेरुदण्ड जस्तै हो, तर कहिलेकाहीँ यसलाई केवल नियमको अलि झन्झटिलो सूची जस्तो मात्रै ठानिन्छ। हो, त्यो हो कार्यालय कार्यविधि। बिल्कुल। हामीसँग एउटा लेखको अंश छ जसले यसको गहिरो महत्त्वलाई अलि खोतल्छ, कसरी यसले कार्यालयको कामलाई सरल, मितव्ययी अनि गुणात्मक र प्रभावकारी बनाउँछ भनेर देखाउँछ। एकदमै सान्दर्भिक विषय हो यो। किनभने हेर्नुहोस् न, चाहे सानो पसल होस् या ठूलो कर्पोरेट हाउस, होइन, सरकारी अड्डा होस् वा गैर सरकारी संस्था, हो हरेकले आफ्नो दैनिक वा विशेष काम एउटा निश्चित लयमा, एउटा प्रणालीमा रहेर गर्नुपर्ने हुन्छ क्या। कार्यविधिले त्यही लय, त्यही प्रणाली स्थापित गर्छ। यो नहुँदा त हरेक दिन काम कसरी गर्ने भनेरै सोच्नुपर्ने अवस्था आउँछ नि। हो नि, र हाम्रो आजको छलफलको उद्देश्य पनि यही हो। यो निश्चित ढाँचा वा कार्यविधि यो किन यति धेरै महत्त्वपूर्ण छ त? यसले काममा कसरी एकरूपता ल्याउँछ अनि त्यो एकरूपताले वास्तवमा के फाइदा दिन्छ, अलिक गहिरिएर हेरौँ न। हुन्छ। सुरुमै एउटा चाखलाग्दो कुरा के छ भने हामीले प्राय नसोच्ने पक्ष यही सामान्य देखिने कार्यविधिले जालसाजी, छली वा ठगी जस्ता ठूला समस्याहरूलाई कसरी रोक्न मद्दत गर्छ भन्ने कुरा पनि स्रोतले उजागर गरेको छ। हो, त्यो महत्त्वपूर्ण पक्ष हो। ल, यसलाई अलि फराकिलो दृष्टिकोणबाट केलाएर हेरौँ न त। अवश्य। स्रोतको मूल मर्म नै यही हो। कार्यविधि भनेको केवल नियमको सङ्ग्रह मात्रै होइन, यो त सङ्गठनलाई सहज, किफायती, गुणस्तरीय र भनौँ न नतिजामुखी बनाउने एउटा औजार हो। एउटा औजार हो। यसले काम गर्ने तरिकालाई मानकीकरण गर्छ, जसले गर्दा सबै कुरा व्यवस्थित हुन्छ। व्यवस्थित बनाउने क्रममा स्रोतले पहिलो महत्त्व दर्शाएको छ कार्यालयसँग सम्बन्धित नीति, कानून तथा नियमको पालना गर्न र गराउन। यो त सुन्दा सामान्य लाग्छ, तर व्यवहारमा कार्यविधिले यसलाई कसरी सुनिश्चित गर्छ त? यो आधारभूत जस्तो लागे पनि यसको गहिराई छ। कार्यविधिले के गर्छ भने अमूर्त नियम कानूनलाई ठोस कार्य प्रक्रियामा रूपान्तरण गर्छ। कसरी? जस्तै सार्वजनिक खरिद ऐनले के भन्छ त्यो एउटा कुरा भयो, तर त्यो ऐन अनुसार सामान किन्न हरेक चरणमा के गर्ने, माग फारम कसरी भर्ने, कोटेसन कहिले माग्ने, कसले स्वीकृत गर्ने, यी सबै कुरा कार्यविधिले प्रष्ट पार्छ। जब सबै कर्मचारीले त्यही कार्यविधि पछ्याउँछन्, तब उनीहरूले थाहै नपाई वा चाहे नचाहेर पनि मूल नीति र कानूनको पालना गरिरहेका हुन्छन्। स्वतः हुने भयो। हो, यसले सङ्गठनलाई कानुनी रूपमा सुरक्षित राख्छ र एक किसिमको सङ्गठनात्मक अनुशासन पनि कायम गराउँछ। यो व्यक्तिगत इच्छाभन्दा माथि प्रणालीको कुरा भयो क्या। भनेपछि कार्यविधिले नियमलाई कागजबाट व्यवहारमा उतार्ने पुलको काम गर्यो। यसले व्यक्तिगत तहमा हुने सम्भावित विचलनलाई पनि रोक्ने भयो। एकदम गर्न यहाँ स्वचालित शब्दले के सङ्केत गर्छ? के यो प्रविधिको कुरा मात्र हो? या चाखलाग्दो कुरा के छ भने स्वचालित भन्नाले प्रविधि मात्रै बुझाउँदैन, यद्यपि प्रविधिले यसमा ठूलो मद्दत गर्छ आजकल। मूल कुरा हो प्रक्रियालाई मान्छेको मूड वा अनुकूलतामा भर पर्न नदिने। कार्यविधिले कामको एउटा निश्चित प्रवाह, वर्क फ्लो तयार पार्छ। वर्क फ्लो हो, यो काम सकिएपछि यो सुरु हुन्छ, यो व्यक्तिले यो चरण पूरा गरेपछि अर्को व्यक्तिमा जान्छ, यसमा यति समय लाग्छ। यो स्पष्टताले गर्दा कामको निरन्तरता कायम रहन्छ, रोकिँदैन। अनि सही क्रममा पनि हो, र सही क्रममा हुन्छ, जसले गर्दा गल्ती हुने सम्भावना एकदमै कम हुन्छ। उदाहरणका लागि सफ्टवेयर डेभलपमेन्टमा कोड लेख्ने, परीक्षण गर्ने र डिप्लोय गर्ने निश्चित क्रम हुन्छ, त्यो कार्यविधि भयो। हो नि। ब्याङ्कमा ऋण स्वीकृतिको प्रक्रिया हुन्छ। यसले कर्मचारीलाई के गर्ने, कसरी गर्ने भन्नेमा अलमल हुन दिँदैन। जहाँ प्रविधि प्रयोग हुन्छ, जस्तै अनलाइन आवेदन प्रणाली, त्यहाँ त यो प्रक्रिया साँच्चीकै स्वचालित हुन्छ। तर जहाँ प्रविधि छैन, त्यहाँ पनि कार्यविधिले एक किसिमको मानवीय स्वचालन ल्याउँछ, कामको नियमितता सुनिश्चित गर्छ। अर्थात् प्रक्रियाको अनुमान योग्यता, प्रिडिक्टेबिलिटी बढायो। मानिसहरूले आफ्नो भूमिका र जिम्मेवारी स्पष्टसँग बुझे। ठ्याक्कै। अब तेस्रो, अलि संवेदनशील तर महत्त्वपूर्ण बुदामा आउँ, जालसाजी, छली वा ठगीको सम्भावना रोक्न। कार्यविधि जस्तो देखिने सामान्य नियमले यो ठूलो अपराध कसरी रोक्छ होला?
यो एकदमै महत्त्वपूर्ण पक्ष हो र कार्यविधिको एउटा प्रमुख उद्देश्य पनि हो। राम्रो कार्यविधिमा के हुन्छ भने शक्तिको पृथकीकरण, सेपरेसन अफ ड्युटिज र जाँच र सन्तुलन, चेक्स एन्ड ब्यालेन्सेस को सिद्धान्त अन्तर्निहित हुन्छ। जस्तै एउटै व्यक्तिले पैसा माग्ने, स्वीकृत गर्ने र भुक्तानी दिने काम गर्न नपाउने नियम कार्यविधिले बनाउँछ। सामान किन्ने र त्यसको गुणस्तर जाँच्ने व्यक्ति फरक हुन सक्छन्। हरेक आर्थिक कारोबारको लिखित प्रमाण राख्नुपर्ने, नियमित आन्तरिक र बाह्य लेखा परीक्षण हुनुपर्ने व्यवस्था हुन्छ। यी सबै प्रक्रियागत बारहरू हुन् जसले गर्दा कुनै एक व्यक्ति वा सानो समूहले चाहेर पनि सजिलै स्रोतको दुरुपयोग वा ठगी गर्न सक्दैन। हरेक पाइलामा पारदर्शिता र कोही न कोही प्रति जवाफदेही हुनुपर्ने भएकाले अनियमितता गर्ने आँट स्वतः कम हुन्छ। नियतवश गरिने मात्र होइन, अन्जानमा हुने गल्ती पनि पत्ता लाग्ला नि त। हो नि, त्यो पनि अन्जानमा हुने गल्ती पत्ता लगाउन पनि यो सहयोगी हुन्छ। यो त सुरक्षाको बलियो तह जस्तो भयो। एउटा व्यक्तिको नियत खराब हुँदैमा पुरै प्रणालीलाई ध्वस्त पार्न नसक्ने रहेछ। हो, यसैसँग जोडिएको जस्तो लाग्छ चौथो बुँदा आन्तरिक नियन्त्रणका सूचकहरूको निर्धारण गर्न। यो आन्तरिक नियन्त्रण भनेको के हो र यसका सूचकहरू कार्यविधिले कसरी तोक्छ? आन्तरिक नियन्त्रण, इन्टर्नल कन्ट्रोल भनेको संगठनको समग्र स्वास्थ्य र सुरक्षा सुनिश्चित गर्ने प्रणाली हो। यसले मुख्यतया 4 कुरामा ध्यान दिन्छ। के हुन् ती? 1. संगठनको सम्पत्ति, नगद, जिन्सी, बौद्धिक सम्पत्तिको सुरक्षा गर्ने। 2. वित्तीय विवरणहरू सही र विश्वसनीय छन् भन्ने सुनिश्चित गर्ने। 3. स्रोत साधनको प्रभावकारी र दक्षतापूर्ण उपयोग गर्ने, मतलब दुरुपयोग रोक्ने। र 4. लागू हुने कानून र संगठनको नीतिको पालना गराउने। अनि कार्यविधिले सूचक कसरी निर्धारण गर्छ त? हो, अब कार्यविधिले यी बृहत उद्देश्यहरूलाई प्राप्त गर्न ठोस सूचक वा मापदण्डहरू निर्धारण गर्छ। जस्तै कति रकमसम्मको खर्च विभागीय प्रमुखले स्वीकृत गर्न पाउने, कार्यालयको गाडी कुन प्रयोजनका लागि कति समय प्रयोग गर्न पाइने, कसले कस्ता गोप्य सूचनाहरूमा पहुँच राख्ने, सामान खरिद गर्दा कम्तीमा कतिवटा आपूर्तिकर्ताबाट दरभाव पत्र लिनुपर्ने। यी सबै कार्यविधिले तोक्ने कुरा हुन् र यिनै आन्तरिक नियन्त्रणका व्यावहारिक सूचक हुन्। कार्यविधिले यी सूचक स्पष्ट पार्छ र तिनको पालना भए नभएको जाँच्न सजिलो बनाउँछ। बुझे, यो त संगठनको भित्री तहसम्म पुगेर काम गर्ने तरिकालाई व्यवस्थित गर्ने कुरा रहेछ। अब हामीले नियन्त्रण र सुरक्षाका कुरा गर्यौं, तर कार्यविधिको सकारात्मक पक्ष अर्थात् कार्य सम्पादनमा प्रभावकारिता ल्याउने बारे कुरा गरौँ न, जुन 5औं बुँदा हो। नियमले कामलाई झन् ढिलो बनाउँछ भन्ने सोच पनि हुन्छ कहिलेकाहीँ, होइन? तर यहाँ त प्रभावकारिता बढाउँछ भनिएको छ, कसरी होला? हो, यो एकदमै महत्त्वपूर्ण प्रश्न हो र साँचो कुरा के हो भने कहिलेकाहीँ खराब तरिकाले बनाइएका वा अनावश्यक रूपमा जटिल कार्यविधिले कामलाई ढिलो गर्न सक्छन्। त्यो सत्य हो त। तर राम्रोसँग सोच विचार गरेर बनाइएको स्पष्ट र तर्कसङ्गत कार्यविधिले कार्य सम्पादनमा उल्लेख्य सुधार ल्याउँछ। कसरी? पहिलो, यसले काम गर्ने एउटा उत्कृष्ट अभ्यास, बेस्ट प्र्याक्टिस वा मानक तरिका स्थापित गर्छ। जब सबैले त्यही तरिका अपनाउँछन्, काम छिटो हुन्छ, गल्ती कम हुन्छ। दोस्रो, यसले अन्योल हटाउँछ। कर्मचारीले अब के गर्ने भनेर सोचेर वा अरूलाई सोधेर समय खेर फाल्नु पर्दैन। उनीहरूलाई आफ्नो भूमिका र प्रक्रिया थाहा हुन्छ। स्पष्टता भयो। हो। तेस्रो, एउटै काम सही तरिकाले पटक पटक गर्दा दक्षता, एफिसियन्सी बढ्छ। चौथो, यसले नयाँ कर्मचारीलाई काम सिक्न एकदमै सजिलो बनाउँछ। यी सबैको संयुक्त परिणाम के हुन्छ भने कम समय र स्रोतमा बढी र राम्रो काम सम्पन्न हुन्छ। यही नै कार्य सम्पादन प्रभावकारिता हो। जस्तो ग्राहक सेवामा निश्चित प्रक्रिया अपनाउँदा गुनासो छिटो सम्बोधन हुनु यसको राम्रो उदाहरण हो। ओहो, स्पष्टता र दक्षताले नतिजा सुधार्छ। यसले मलाई 6औं बुँदामा पुर्यायो, जुन गुणस्तरसँग सम्बन्धित छ। कार्यालयको सेवा, उत्पादन वा कार्यको गुणस्तर मापदण्ड पालना गर्न। यो कार्य सम्पादनसँग कसरी जोडिएको छ? यो कार्य सम्पादन प्रभावकारिताकै एउटा विशिष्ट पक्ष हो भन्नुपर्छ। कार्यविधिले काम सम्पन्न हुनु मात्रै सुनिश्चित गर्दैन, राम्रोसँग सम्पन्न हुनु सुनिश्चित गर्छ। गुणस्तरमा ध्यान दिने भयो। हो, यसले गुणस्तरका मानकहरूलाई प्रक्रियामा नै एकीकृत गर्छ।
जस्तै कुनै रेस्टुरेन्टको कार्यविधिमा खाना बनाउने निश्चित रेसिपी, सरसफाइको मापदण्ड र खाना पस्कने तरिका तोकिएको हुन्छ। यसले गर्दा ग्राहकले जहिले गए पनि उस्तै स्वाद र गुणस्तरको अपेक्षा गर्न सक्छ। उत्पादनमूलक कम्पनीमा कच्चा पदार्थको गुणस्तर जाँच्ने, उत्पादन प्रक्रियाको हरेक चरणमा निरीक्षण गर्ने र अन्तिम उत्पादन परीक्षण गर्ने कार्यविधि हुन्छ। सफ्टवेयर कम्पनीमा पनि होला नि? अवश्य। सफ्टवेयर कम्पनीमा कोडिङ स्ट्यान्डर्ड, सेक्युरिटी प्रोटोकल र परीक्षण प्रक्रियाहरू कार्यविधिले निर्धारण गर्छ। यी सबैले के सुनिश्चित गर्छ भने अन्तिम उत्पादन वा सेवाले एउटा निश्चित गुणस्तरको स्तर भेट्छ। अनि फाइदा? यसले ग्राहक सन्तुष्टि बढाउँछ, सङ्गठनको प्रतिष्ठा कायम राख्छ र गल्ती सच्याउन लाग्ने खर्च पनि घटाउँछ। गुणस्तरमा एकरूपता र विश्वसनीयता ल्याउने कुरा भयो। अब 7औं बुदा अलि फरक तर महत्त्वपूर्ण छ। सेवाग्राही वा ग्राहक बडापत्रका माध्यमबाट पारदर्शिता तथा सुशासन कायम गर्न। कार्यविधि र पारदर्शिता बीच के सम्बन्ध छ र? गहिरो सम्बन्ध छ। सेवाग्राही ग्राहक बडापत्र, सिटिजन चार्टर भनेको के हो त भन्दा सङ्गठनले आफूले दिने सेवाबारे सार्वजनिक रूपमा गरेको प्रतिबद्धता हो। यसमा कुन सेवा कसरी पाइन्छ, कति समय लाग्छ, कति शुल्क लाग्छ, को जिम्मेवार व्यक्ति हो, गुनासो कहाँ गर्ने जस्ता कुरा स्पष्ट लेखिएको हुन्छ। देखेकै छौं। तर यस्तो बडापत्र हावामा त बन्दैन नि। यो सङ्गठनको भित्री कार्यविधिमा आधारित हुन्छ। जब कार्यविधि नै स्पष्ट छैन, काम कसरी हुन्छ भन्ने टुङ्गो छैन भने यस्तो बडापत्र बनाउनु र पालना गर्नु असम्भव हुन्छ। भनेपछि कार्यविधि जग भयो। हो। त्यसैले स्पष्ट कार्यविधिले नै बडापत्र बनाउने आधार दिन्छ। अनि जब कार्यविधि र बडापत्र सार्वजनिक हुन्छ, सेवा प्रवाह प्रक्रिया पारदर्शी हुन्छ, सेवाग्राहीले जानकारी पाउँछन्, उनीहरूको अपेक्षा यथार्थपरक हुन्छ र उनीहरूले प्रश्न सोध्न सक्छन्। अनि त्यसले के हुन्छ? यसले सङ्गठनलाई सेवाग्राहीप्रति उत्तरदायी र जवाफदेही बनाउँछ। यही पारदर्शिता र जवाफदेहिता नै सुशासन, गुड गभर्नेन्सको महत्त्वपूर्ण अङ्ग हो। यसलाई अलि बृहत परिप्रेक्ष्यमा जोड्दा पारदर्शिता र सुशासनले केवल सेवाग्राहीलाई मात्र फाइदा गर्दैन, यसले समग्रमा सङ्गठनको विश्वासीयता र प्रतिष्ठा, क्रेडिबिलिटी र रेपुटेसन बढाउँछ। हो र? हो नि। लगानीकर्ता, साझेदारहरू र कर्मचारीहरू सबैको विश्वास जित्न मद्दत गर्छ। एकदमै। प्रक्रिया स्पष्ट हुँदा विश्वास बढ्ने भयो। अब 8औं बुदा, जुन व्यवस्थापनको लागि निकै महत्त्वपूर्ण हुन्छ होला, कार्य सम्पादन लागतमा न्यूनीकरण गर्न। कार्यविधिले खर्च कसरी घटाउँछ? प्रक्रिया थप्दा त झन खर्च बढ्छ जस्तो लाग्न सक्छ नि। यो पनि एक किसिमको भ्रम हो कि प्रक्रियाले सधैँ खर्च बढाउँछ। वास्तवमा सुव्यवस्थित कार्यविधि लागत घटाउने शक्तिशाली औजार हो। साँच्चै? कसरी? हामीले अघि नै छलफल गर्यौं नि। कार्यविधिले दक्षता बढाउँछ, गल्ती कम गर्छ र अन्योल हटाउँछ। जब काम छिटो र सही तरिकाले हुन्छ, तब समयको बचत हुन्छ, जुन आफैमा पैसा हो। हो त। गल्ती सच्याउन लाग्ने अतिरिक्त स्रोत र श्रमको बचत हुन्छ। कार्यविधिले स्रोत साधन, कच्चा पदार्थ, उपकरण, जनशक्तिको इष्टतम प्रयोग सुनिश्चित गर्छ, जसले गर्दा फजुल खर्च कम हुन्छ। एउटा उदाहरण दिनुस् न। जस्तै खरिद कार्यविधि स्पष्ट हुँदा हतारमा महँगोमा सामान किन्नु पर्दैन वा अनावश्यक सामान थुप्रिँदैन। स्पष्ट कार्यप्रवाहले कर्मचारीको समय बर्बाद हुन दिँदैन। भनेपछि दीर्घकालमा फाइदा हो। त्यसैले सुरुमा कार्यविधि बनाउन र लागू गर्न केही लगानी लागे पनि दीर्घकालमा यसले लागत घटाएर सङ्गठनलाई बढी नाफामुखी वा मितव्ययी बनाउँछ। हो। दक्षता र मितव्ययी एकै सिक्काका दुई पाटा जस्ता रहेछन्। र अब अन्तिम 9औं बुदा, प्रभावकारी तालिम र सिप विकासका माध्यमबाट जनशक्तिको क्षमता विकास गर्न। कार्यविधि र कर्मचारी विकास बीच के सम्बन्ध छ होला? यो पनि एकदमै सोझो र महत्त्वपूर्ण सम्बन्ध हो। कार्यविधिले वास्तवमा तालिमको लागि एउटा स्पष्ट पाठ्यक्रम, करिकुलम जस्तै प्रदान गर्छ। कसरी? नयाँ कर्मचारीलाई के सिकाउने, कुन सिप महत्त्वपूर्ण छ, काम कसरी गर्नुपर्छ, यी सबै प्रश्नको जवाफ कार्यविधिमा हुन्छ। तालिम कार्यक्रमहरू यही कार्यविधिलाई आधार मानेर बनाउन सकिन्छ, जसले गर्दा तालिम बढी केन्द्रित, व्यावहारिक र प्रभावकारी हुन्छ।
कर्मचारीहरूले सङ्गठनले उनीहरूबाट के अपेक्षा राख्छ भन्ने कुरा प्रष्टसँग बुझ्छन्। अनि त्यसले उनीहरूलाई के फाइदा भयो? कार्यविधिले उनीहरूलाई काम गर्ने सही तरिका सिकाउँछ, जसले उनीहरूको आत्मविश्वास बढाउँछ र कार्य सम्पादनमा सुधार ल्याउँछ। पुराना कर्मचारीहरूको लागि पनि कार्यविधिमा आउने परिवर्तन वा नयाँ प्रविधिको प्रयोगबारे तालिम दिन कार्यविधिले नै आधार दिन्छ। निरन्तर सिकाइ जस्तो भयो। हो, यसरी कार्यविधिले निरन्तर सिकाइ र क्षमता अभिवृद्धिलाई सघाउँछ, जुन अन्ततः सङ्गठनकै लागि फाइदाजनक हुन्छ। दक्ष जनशक्तिले नै त हो नि सङ्गठनलाई अगाडि बढाउने। त्यसो भए यी सबै 9वटा बुँदालाई समग्रमा हेर्दा कार्यालय कार्यविधिको भूमिका त साँच्चीकै बहुआयामिक र गहिरो रहेछ। यो केवल नियम पालना गराउने संयन्त्र मात्रै होइन रहेछ। हो, निश्चित रूपमा। सारमा भन्नुपर्दा कार्यविधि भनेको सङ्गठनको भनौँ न स्नायु प्रणाली, नर्भस सिस्टम जस्तै हो। स्नायु प्रणाली हो, जसले विभिन्न अङ्गहरू बीच समन्वय गर्छ र सम्पूर्ण शरीरलाई सुचारू रूपले चलाउँछ। यसले नियम पालनादेखि लिएर प्रक्रियाको सरलीकरण, ठगी नियन्त्रण, स्रोतको सुरक्षा, कार्य सम्पादन र गुणस्तरको सुनिश्चितता, पारदर्शिता, लागत नियन्त्रण र अन्ततः कर्मचारीको क्षमता विकाससम्म सबैतिर छोयो। हो, सङ्गठनको हरेक महत्त्वपूर्ण पक्षलाई छुन्छ र त्यसलाई बलियो बनाउँछ। स्रोतले भने झैँ निश्चित कार्य ढाँचा, प्रक्रिया तथा प्रणालीमा चल्दा जुन एकरूपता आउँछ, त्यही एकरूपता नै यी तमाम फाइदाहरूको जग हो। यो नहुँदा सङ्गठन दिशाविहीन हुन सक्छ। यो छलफलले कार्यविधिको महत्त्वलाई हेर्ने दृष्टिकोण नै अलि फराकिलो बनाइदियो जस्तो लाग्यो मलाई। यो केवल प्रशासनिक झन्झट होइन, बरु सङ्गठनात्मक सफलताको लागि अनिवार्य शर्त जस्तै रहेछ। बिल्कुल, यी सबै पक्षहरू एक आपसमा जोडिएका छन्। एउटा राम्रो कार्यविधिले ल्याउने फाइदाहरूले अन्ततः एउटा यस्तो सङ्गठन निर्माण गर्छ जुन व्यवस्थित छ, भरपर्दो छ, सेवाग्राही वा ग्राहकप्रति उत्तरदायी छ र समाजमा राम्रो प्रतिष्ठा कमाएको छ। त्यसैले कार्यविधिलाई केवल पालना गर्नुपर्ने नियमको रूपमा मात्र नभई सङ्गठनको कुशलता, स्थायित्व र उत्कृष्टता हासिल गर्ने रणनीतिक औजारको रूपमा हेर्नुपर्छ। आजको यो गहिरो विमर्श निकै उपयोगी रह्यो। हामीले स्रोतमा आधारित भएर कार्यालय कार्यविधिको महत्त्वका विभिन्न तहहरूलाई छोयौं। हो, अब जाँदा जाँदै श्रोताहरूलाई घोत्लिनको लागि एउटा विचार छोडेर जाउँ। हामीले कार्यविधिको फाइदाबारे त विस्तारमा कुरा गर्यौं, तर के सधैँ कार्यविधि फाइदाजनक नै हुन्छ त? त्यो पनि सोच्नुपर्ने कुरा हो, कस्तो अवस्थामा राम्रो मनसायले बनाइएका तर समयसँगै अप्रासङ्गिक भएका वा अनावश्यक रूपमा जटिल बनाइएका कार्यविधिहरू नै सङ्गठनको गति र नवीनता, इनोभेसनका लागि बाधक बन्न सक्छन् होला। सङ्गठनहरूले आफ्ना कार्यविधिहरूलाई कसरी जीवन्त राख्ने, कसरी निरन्तर मूल्याङ्कन र परिमार्जन गर्ने ताकि ती बोझ नबनुन्, बरु सधैँ सहयोगी बनिरहुन्, यो प्रश्नमा पनि विचार गर्नु आवश्यक देखिन्छ।